अत्यन्तै दुःखद खबर। दैलेख जिल्ला चामुण्डा विन्ध्याचली नगरपालिका 5 निवासी भाइ सालार दिनेश विग गाउँको परिचित नाम मानबहादुर विग उहाँ साउदी अरेबियामा कामको सिलसिलामा जानुभएको थियो र उहाँ गएको करिबन 7 दिन त्यहाँदेखि कम्पनीमा जोइन भएको 3 दिनमा उहाँको असामयिक निधन हुन पुग्यो र उहाँको निधनप्रति सर्वप्रथम म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँको स्वर्गमा बास होस् र उहाँको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भगवानले। लाग्छ स्वदेशमा रोजगार नपाएर विदेशमा जाने युवाहरूको धेरै लहर छ र यसरी युवाहरू दिन प्रतिदिन विदेशबाट बाकसमा आउने प्रतिदिन 4-5 को सिलसिलामा आउने गर्दछन्। भाइ कोही नभएको र उहाँ एक्लो जहाँकै एक्लो छोरा हो र उहाँको जीवन कष्टकर छ। घर परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान मिलोस्।